कपकोटाको ब्लग अनि म चाहिँ प्यारी बहिनी प्यारी हो के भन्छ थाहा छैन म चाहिँ उसको बहिनी हो गाइस अनि हामी चाहिँ इलेक्सनको लागि गाउँमा आएको थियौँ अनि गाउँमा भोट हाल्यौँ हाम्रो बुथको भोट पनि गणना भइसक्यो हाम्रो बुथमा भालेले 1 भोट पाइसक्यो गाइस माटोले 2 भोट पाए मध्ये 1 भोट चाहिँ मेरो हो भनेर म जानकारी दिन चाहन्छु म एक्लै होला भनेर हालेको अर्कोले मान्छेले पनि हाल्नु भएछ ठिकै छ अनि चुनाव सक्यो अनि हिजोसम्म चाहिँ यो पार्टी पार्टी थियो गाउँभरि सबैजनाको आफ्नो आफ्नो विचार आफ्नो आफ्नो थियो अलिअलि क्लास पनि भयो होला तर हामी गाउँको मान्छेहरूको एउटा राम्रो कुरा चाहिँ के हो भन्दाखेरि हामी चाहिँ सबैमा सद्भाव राख्नुपर्छ भनेर सोच्छौँ सबैमा त्यही हुन्छ हिजोसम्म त्यो जय सेना भन्न त्यो थियो अनि त्यसपछि अनि हिजो इलेक्सन सकेपछि चाहिँ हाम्रो गाउँको सबैजनाले चाहिँ के भन्छ अब हामी चाहिँ मिल्नुपर्छ भनेर अनि आज चाहिँ हाम्रोमा चाहिँ एउटा ग्यादरिङ छ सानो पिकनिक टाइप हाम्रो सबै गाउँको आमा बाबा दाजुभाइ दिदीबहिनी मिलेर गर्नुभएको अब हाम्रो चाहिँ विचार के हो भन्दाखेरि चाहिँ हिजोसम्म यो पार्टी र त्यो पार्टी थियो आजदेखि चाहिँ हामी सबैजना यो चाहिँ हाम्रो सेरा गाउँ हो अनि हामी चाहिँ सेराली दाजुभाइ दिदीबहिनी हौ भनेर चाहिँ सेलिब्रेट गर्न लागिरहेछौँ चुनावको नतिजा जे भयो पनि आखिर हामी गाउँको मान्छे त मिलेर बस्नु पऱ्यो नि होइन र गाइस ठिक छ अब हामी चाहिँ त्यहाँ जाँदैछौँ मेरो दिदी चाहिँ उहाँ अगाडि पुगिसकिन् खै अपुत्र भन्थ्यो पहिला पहिला मेरो दिदी अनि मेरो छोरी चाहिँ आछ गाइस त्यही हो खाजा खाने काम चलिरह हाम्रो खाजामा के थियो गाइस भन त कस्तो थियो खानेकुरा मिठो थिएन के मिठो लागेन तिमीलाई अचार मिठो लागेन के पुगेन अचारमा मसला पुगेन तिमीलाई के मिठो लाग्यो भन त हलुवा मिठो लागेन के पुगेन हलुवामा मेरो ब्लगमा स्वागत छ तपाईलाई कस्तो छ त खानेकुरा मिठो छ हाँसेन लजाउँछन् गाइस मेरो मना हो गाइस अहिले 10 मा पढ्दैछ फेरि हामीहरूको सापकोटा खानदानको मात्रै भनौला होइन नि फेरि गाउँभरिको सबजना जम्मा भए हौँ हामीहरू यहाँनिर अलिकति देख्नमा कम्ती भयो भने भाइरल बनाइदिनु मखै पनि बाउनी हो कि लपरे मगर देखे माया मखै पनि बाउनी हो कि लपरे मगर मेरो माटो चल्को आउँछ नै नयो बाटो चल्को आउँछ हे माया मगर निरे माया के फरक पर्छ र जातपातले के फरक पर्छ
गर्ने देखे फेसबुकमा सबैलाई त्यो हे माया देखेर लुकमा प्रेम गर्ने देखे फेसबुकमा सेतो सेतो हे माया कमेरो माटो जसको आउँछ नहिरह्यो बाटो जसको आउँछ हे माया नहिरह्यो बाटो डेटिङमा सेतो सेतो हे माया कमेरो एउटै कलेज एउटै हो पढाइ कलेजले हे माया पढाइ र चढाइ नि एउटै कलेज एउटै सेतो सेतो हे माया कमेरो माटो जसको आउँछ नहिरह्यो बाटो जसको आउँछ हे माया नहिरह्यो बाटो ल्याइबरी भित्र्याउन आँटी मैले बरी भित्राउन आँटी सेतो सेतो हे माया कमेरो माटो जसको आउँछ नहिरह्यो बाटो जसको आउँछ हे माया नहिरह्यो बाटो आज रुपाहरू आउँदैन बुढोलाई हे माया जानु कहाँ भन्नु यता छोडी खत्री गाउँका लानु बुढोलाई हे माया जानुहोस् कहाँ भन्नु यता छोडी खत्री गाउँका लानु सेतो सेतो हे माया कमेरो माटो जसको आउँछ नहिरह्यो बाटो जसको आउँछ हे माया नहिरह्यो बाटो धुली खेल डाँडा आउँछ झल्को कहाँबाट नाचेपछि नक्कली धुली खेल डाँडा आउँछ झल्को कहाँबाट असाध्य असाध्य सबैभन्दा के मिठो रहेछ बढी अचार सबै कुरो कस्तो छ त नवीन दाई तपाईँको बिहेको भोज मिठो कि आजको पिकनिकको ल ठिक छ मिठो छ तपाईँ त मान्छे हाम्रो मादल बजाउने मान्छे है गाइस गाइज हामीहरूको गाउँमा यहाँनिर सिङ्गल केटाहरू धेरै छन् होइन कुन चाहिँ मनपर्छ भनौँ यो उसने पनि भइसक्यो 16, 17, 18 वर्ष क्रस उनी भइसक्यो 30 जति उनी 19 भइसक्यो गाइज हेर्दा हुन्छ है केटीहरू चाहिँ अलि बच्चै छन् केटीहरूलाई चाहिँ अलिकति आँखा नलाउँदा हुन्छ 35 क्रस तिमी म कहाँ 35 क्रस हुन्छ म त 53 क्रस हो त्यही त मिठा गाइज हाम्रो पिकनिक खाने ठाउँको लोकेसन चाहिँ यस्तो छ होइन मेरो घरबाट 2 कदम दूर हो गाइज अनि हाम्रो यो चाहिँ साना बहिनी हो उसले चाहिँ नाचे गरिन् के म चाहिँ अर्को पारीको वडा अध्यक्षको दाबी मलाई भोट हालेर बहुमत जिताउनु होला कुन पार्टी म माटो गीत भन्दा तपाईँलाई पुलाउ मिठो लाग्यो कि गीत मिठो लाग्यो सुसे भनेको सबैभन्दा अल्छी मान्छे होस् गाइज आजको दिनको होइन कोही नयाँ आएर कपाको खाइ मात्रै उसले आजको दिनमा गएको थिएँ होइन मन्दिरमा अनि यहाँनिर मैले मेरो फ्यानहरू भेटेँ कसको फ्यान मलाई चिनिया तिमीहरूले गाइज गाइज हाम्रो गाउँको घन्टीको उम्मेदवार होइन नेक्स्ट टाइम यस्तो दुब लगाएर के लुकेर हेर्नु झन् मैले केटी गाइज सिग्नल गाइज सिग्नल मुख हेर मुख सिग्नल हेरेर मजा लिनु भयो होला
मेरो आँखा यस्तो भित्र गएको छ चुनावको उसले गरेर अनि मेरो बोली पनि बसेको छ दिस मच फर टुडे बाई अर्को ब्लगमा भेटौँला